What's up guys? Welcome back to my YouTube channel. के छ अनि सन्चै हुनुहुन्छ नि? हराइ त म त 3-4 महिनै भयो त यार। कि बेसी भयो? 3-4 महिनै भयो होला। के गर्नु परिस्थिति यस्तै छ है, गाह्रो छ। त्यही भएर अहिले चाहिँ YouTube को पासवर्ड सम्झेर चाहिँ आएको भनौँ न। अनि त्यही त गाइज एउटा गुड न्युज भन्ने कि ब्याड न्युज भन्ने अब हैन टक्क लगाएर चाहिँ अब किन्नु त मन थिएन, तर अब यो मोबाइलको अब डिस्प्ले नै जान लागिसक्यो भनौँ, गइसकेन भनौँ, बिचमा यस्तो धर्केछ हैन। त्यही भएर चाहिँ एउटा मोबाइल लिने सोचेको मैले। अनि नचाहँदै लिनु पर्यो भने जस्तै चाहिँ मोबाइल लिनु पर्यो। त्यही हो गाइज। अनि अरू त सबै ठिकै छ होला तपाईँहरूलाई नि, मेरो पनि ठिकै छ भनौँ, यस्तै छ, चलिरहेछ जिन्दगी भनौँ। अब त्यही त हो नि, खासै आज केही हुँदैन, त्यही अब मोबाइल नै किनिदिउँ भनेर यसो भनेको। अब त्यही त हो नि। ल अब म उतै गएर भेट्छु होला सायद है। ल सी यू है गाइज। ल गाइज त्यही हो। अब अघि उता त्यहाँनिर अब भिडभाड पनि भयो, भिडियो बनाउने पनि लाज लाग्यो। कति बजी भ्लग बनाउने बिर्स्यो कि खै के हो, लाज पनि लाग्यो। अनि त्यहाँ भिडियो गरेन। अनि जोस् अब सुन्यो होला है के हो। फाइनल्ली हातमा आइसकेको छ। यो चाहिँ अब धेरै त सकिनँ। अब त्यही हो, यो चाहिँ अब 16 Pro Max हो। किन्नु मन त 17 थियो, के गर्नु अब यस्तो छैन है। अनि त्यही भएर 16 Pro Max 512 GB हो। अब अघि त्यहाँ लाज लाग्यो नि त भिडियो गर्न, अनि त्यही भएर घरमै कम्फोर्टेबल भएर बनाउँछु सोचेँ। त्यही हो। अब अनबक्सिङ चाहिँ गरिसक्यो। अब त्यही त नि, यतिकै देखाउनु त होला नि होइन। पहिलाको चाहिँ मेरो 11 थियो है खासमा। कि तिमी खोल्छौ? तिमी खोल। खसलाई यस्तो समातेछ। ल है केडा हो, केडा हो। कालो कलरमै खोजिरहेको थिएँ, कालोमै पायो। लभली। खासै आजकल यस्तो है। के हो आज के छ हाम्रो प्लान? मेरो फोन दे। हेलो कहाँ हो भनेर चाहिँ त्यही हो। जोस लिए यी जोस कभर मात्रै छ। कहाँ छ त? खासै अब लिनु मन थिएन, मेरो डिस्प्ले उडेर हो। अब त्यही त हो नि, डिस्प्ले उडे, त्यही भएर लिएको हो। जोस लिए, अब खुसी नै छु है। यस्तै छ, के गर्नु, गाह्रो छ जिन्दगीमा। अनि जोस मैले यो मोबाइल भ्लगहरू पनि अब मोबाइल राम्रो आएपछि बनाउँछु सोचेको थिएँ। अनि त्योभन्दा अगाडि मैले सामानहरू किनेको थिएँ। के किनेको थिएँ भने अब खुब त्यो निकाल न, अब अनबक्सिङ खुब धोक चलेको थियो। कभर हालेर राख न, कभर हालेर राख न। अब किन गर्नु पर्यो? ल कभर सभर हालिदिउँ। कभर चाहिँ यस्तो दियो, अब फ्याट फुट है, के गर्नु। अब कभर किन्नु छ, टेमबाट किन्ने। टक्कै साइडमा राख्यो। यो भयो। अनि अरू मैले के लिएको थिएँ भने पहिल्यै लिएर राखेको यिनीहरू चाहिँ। जोस् भिडियो बनाउँछु पछि बनाउँछु भनेर बस्थ्यो। जोस् यो ट्राइपोड एउटा लिएको थिएँ, टक्क समातेर। अब मोबाइल समातेर हिँड्न अलिकति गाह्रो लाग्छ नि त, त्यही भएर ट्राइपोड। यो चाहिँ धेरै होइन, 300 रुपियाँ मात्र हो नेपाली, सस्तो दाइसँग किन्दै हो। यो पनि अब अनबक्सिङ गर्छौँ। अनबक्सिङ गरी यसमै झुन्डाउनु पर्ला है। के त्यो उयो टक्कै सानो खालके। ओइ लास्टै सानो रहेछ नि। नाइस। ठुलो चाहिँ के भयो? के हो यो? निचे यस्तो तान्नु मिल्ने के को म यहाँ है। जोसी टक्क लाएर यसको अर्कै फङ्सन नआउने रहेछ यस्तो, अर्कोको जस्तो। यति होला होइन गोरु, यस्तो गर्दाखेरि बेटर होला नि तिमीले। यस्तो कोल्टे लगाउँदाखेरि चाहिँ बेटर होला नि। कि कसरी हो योबाट चाहिँ? खै मलाई त आएन। अनि जोस् यो पहिला सेटिङ गरौँ, यसमै राखौँ ल। पोडकास्ट पनि झोक चल्थ्यो क्या मलाई।
पोडकास्ट हानिदिन्छु मा फेरि यत्तिकै मोबाइलबाटै होइन भन झोकसोक चलेर यस्तो नि लिएको थियो के भन्छ यसलाई ला कुचेछ नि डेन्जर टक्कै यसरी बोल्ने होइन नि कुचेछ नि कति 1 महिना बेसी भइसक्यो यार यो त किनेर राखेँ यस्तो रहेछ योबाट लुज गर्ने यो टाइट रहेछ ए टक्क हलो 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 यसरी बोल्ने अनि टक्क यसमा यो अटाएर टक्क कि अब यो डिफ्रेन्स योबाट हान्ने हो भिडियो अब यस्तो गर्ने टक्क यसरी अटाएर पोडकास्ट हानिसकेको थिएँ मैले कस्तो देखाएको छ कुनै होइन टक्क यसरी क्या यसरी टक्क राखेर पोडकास्ट यहाँ यही चेयरमा टक्क राखेर पोडकास्ट हानिसकेको थिएँ यसरी यो यसरी राखेँ होइन अनि यहाँ बस्ने एकजना यहाँ बस्ने हेलो गर्ने अनि फेरि यो मात्र होइन भयो बेच्न फोन लगाउने यसरी त होइन होला हौ त्यसरी नै हो उयो लुज भयो नि अब तिमी यसरी त हो त अनि अब योभन्दा बेसी कसरी हो यो माथि योबाट नि लगाउनु मिल्छ योबाट नि गर्नु मिल्छ अब तिमीलाई यो लुज भयो भने यो टाइट यसरी गर्ने भयो अनि यहाँ फोन राखेर अनि यसरी गर्दाखेरि त बेटर होला नि डेली भ्लगिङको लागि ठिक्क रहेछ सानो है अब डिजिआई उयो त किन्नु सकिएन त्यही हो जोस् यो माइक मात्र होइन मैले चाहिँ यो 2टा लिएको थिएँ खतरा झोक चल्यो भने बाबाले झोक चल्यो के यसको डर त्यही होला नि छैन नि होला त्यही हुनुपर्ने भनेको रहेछ ए खतरै झोक चल्यो भने हेलो 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 कस्तो लागिरहेको छ तपाईँलाई यो मात्र होइन यो चाहिँ अब वायरलेस उयो भयो यसमा झुन्डाउने मेन चाहिँ मैले कोलाई थाहा छ यो प्रडक्ट जे होस् मैले डिजिआई मिनी माइक लिएर राखेँ भयो होला 2 महिना तर मैले अहिलेसम्म युज गरेको छैन जे होस् अब यो आइफोनमा त दुइटै चाहिँ कनेक्ट नहुने कि मलाई गर्नु न हो कति ट्राई गरेँ मिल्दै मिलेन अब यसमा चाहिँ जे होस् हेरौँ अनि त्यही त हो नि यो डिजिआई भयो डिजिआई पनि देखाउँ खोलेर कस्तो हुन्छ नि यस्तो प्याकेजिङ हुन्छ है यो चाहिँ धेरै होइन 15,000 को माइक हो टक्कै यस्तो हुन्छ अनि तपाईँको यस्तो भित्र हुन्छ चार्ज सक हुन्छ अनि त्यही त हो नि यस्तो हुन्छ भित्र चाहिँ अन हुन्छ यतिकै टक्क सब सेटअपै छ है टक्कै यो यहाँ राख्ने अनि यो कसरी हो आउने रहेछ यार सबै यसरी हो होइन नि यस्तो हुन्छ क्या यो तिमी म भन्ने यो चाहिँ अलिकति ठुलो माइकको लागि भएर यसको सिस्टम डिफ्रेन्ट छ तर यदि तिमी त्यस्तो गर्नु चाहन्छौ भनेपछि यस्तो यो हो टाल्ने यस्तो गरेर अनि पछिबाट हुन्छ कि नहुने रहेछ केही नहुने हामीलाई त खै यसरी हाल्नु मिल्छ जस्तो लागेको थियो एकछिन बिस्तारै बिग्रेर कसरी हाल्थ्यो यार बाच्चेलाई अबि ल यसरी हो कि कहाँ हटायो यसरी चाहिँ होला ल हलो हलो गर्ने नि यसरी त्यसको बाद किन नभए यो नभए यसरी यो हाल्ने त यसरी हाल्ने अनि त्यो पत्रकारहरूले सोध्छ त राजेन्द्र खड्का तपाईँलाई के अरे पुण्य गौतम पनि हान्ने भनेर छ त दाइ भनेर यसरी सोध्छ त्यस्तो माइक हो अनि अर्को चाहिँ फाइनल्ली यो भयो बिस्तारै फेरि महँगो महँगो सामान छ है गाह्रो छ नि हामीलाई पैसा परेको यो भयो होइन अनि त्यहाँबाट अर्को पोडकास्ट हान्न त लामो माइक चाहियो लामो माइक
लामो ट्राइपोड चाहिँ लामो ट्राइपोड नि मगाएर राखेको फेरि मैले यत्रो अझै यसलाई तन्काएर यत्रोसम्म बनाउनु मिल्छ जोस् भिडियोहरू नआए पनि गरिरहेको थिएँ भनौँ न यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ माइन्ड मेकअप बनाइरहेको थिएँ तर के कहिले जोस नआउने कहिले के नहुने भएर चाहिँ उयो भइरहेको थियो अब यो चाहिँ सबै चिज भइहाल्यो अब तपाईँहरूलाई चाहिँ 16 Pro Maxबाट भिडियो बनाएर विथ DJI माइकबाट कनेक्ट गरेर चाहिँ भेट्छु है त म ल सी यू अनि फरक भन्नुहोस् है त एन्ड दिस इज द फाइनल लुक्स आफ्टर अनबक्सिङ बिस्तारै बोल्दा नि हुन्छ दिस इज द फाइनल लुक्स आफ्टर अनबक्सिङ 16 Pro Max अनि यो चाहिँ हामीले 16 Pro Maxबाट बनाएको विथ DJI माइक अनि त्यही त हो नि साथीहरू DJI माइक अब पहिला चाहिँ एउटा मात्र कनेक्ट हुन्थ्यो भने अहिले चाहिँ दुईवटा मात्र कनेक्ट दुइटै कनेक्ट भयो किनभने कसरी हो फेरि यो म चाहिँ यसरी नै बोल्छु एउटा मात्र कनेक्ट हुन्थ्यो भने अहिले चाहिँ दुइटै कनेक्ट भयो किनभने दिस इज 16 Pro Max पहिला 11 को सपोर्ट 11 मा सपोर्ट गरेको थिएन खुसी लाग्यो जोस् दुइटै माइक कनेक्ट भयो अब अरू त के भन्नु यस्तै छ अब तिमीलाई केही भन्न चाहन्छौ यहाँ माइक के यस्तोमा राख दुइटै माइक कनेक्ट छ भन्नु छैन आइ एम फाइन यु आर फाइन अनि कस्तो लाग्यो त मोबाइल आई एम भेरी ह्याप्पी फर यु तर मलाई अलिकति जेलस नै भइरहेछ किनभनेपछि मैले फोन तर मैले आफ्नै कमाइले किनेको फोन हो एन्ड आइ एम सो प्राउड अफ इट तर पनि 1.5 साल भइसक्यो आएको अन्त डिजर्भ गर्छु म तर पनि होइन ठिकै छ जे छ त्यसमै रमाउनु पर्छ भन्ने कुरामा हामी सहमत छौँ कतिले यो पनि पाएको छैनन् है जोस् थ्याङ्क्स टु गड लिन पाएँ मैले अब त्यही त हो नि त्यही हो गाह्रो छ केटाहरू अब आफन्तले देख्यो भने चाहिँ अलिकति गाह्रो पर्छ पैसा दिनु सोचेन भनेर आफन्तलाई एकछिन साइडमा लगाऊ अनि त्यही हो अहिले चाहिँ आइएम प्रिटी मच ह्याप्पी छु जोस् DJI माइक त्यत्रो 15,000 मा किनेको माइक खेर गयो जस्तो लागिरहेको थियो अगाडि त एउटा मात्र कनेक्ट भएर चलाएको थियो लाज लाग्यो पछि अहिले त 16 Pro Max मा त चल्दो रहेछ साथीहरू के गर्ने त्यही हो गाइज त्यही पनि मानेको थिएन एउटा पर्सेन्ट मानेको थिएन अनि मैले चलाइदिएको चल्दैन क्या मैले पहिल्यै ट्राई गराइसकेँ अब भनेर भन्थेँ अनि अहिले चल्दा त चल्यो त अब त्यही हो साथीहरू अब जोस् पोडकास्ट पनि आउँछ मेरो चाँडै किनभने दुइटै माइक कनेक्ट भयो अब माइकहरू यस्तो राखेर यो टक यसरी राखेर पोडकास्ट नि हानिदिने हो सब हानिदिने हो भने पोडकास्ट कन्टेन्ट क्रिएटर सब गरिदिने हो अब अरू केही भन्नु छ तिमीलाई अब के गीत सित गाउँ न त गाउँ तिमी गाउँ एकदमै राम्रो सुरिलो मधुर आवाजमा मोहित आवाजमा के भन्छ त्यसलाई अब मेरो स्वर त हजुरहरूलाई थाहा नै छ है के गर्नु यस्तै अब पहिलाको भ्युअर्सहरूलाई थाहा छ मेरो स्वर कतिको सुरिलो छ भनेर खासै मैले गीत गाइराख्नु पर्दैन होला अब धेरै त होइन त्यही स्टेजमा गएको 5 लाख जति चाहिँ लिने गरेको छु मैले भाडा हानेर गाह्रो छ साथीहरू के गर्नु यस्तै छ है संसारको जुनसुकै कुनामा बसेर हेरिरहनु भएकोले मेरो भिडियोमा एक लाइक हानिदिनु होला भन्दै केही भनिदिनुहोस् न त आजको नृत्य कसरी भन्छ नृत्यलाई यहीँनिर टुङ्गाउन चाहन्छु नृत्य भने चाहिँ के हो डान्स हो नृत्य भने पर्फर्मेन्स त हो यो त्यही हो के गीत गाइदिउँ कि भनेको अब ऊ लजायो नभए उसको एउटा सानो झलक मात्रै सानो मेरो भ्युअर्सहरूलाई त्यो उयोवाला क्या ताना धुम मलाई एकचोटि प्लिज नट इन्ट्रेस्टेड यस्तो भन्दा नि मान्दैन होइन यस्तो हुन्छ त गाउनलाई पनि अब एउटा सिचुएसन चाहिन्छ अब जहाँ क्यामेरा तेर्साउने बित्तिकै ए लगा भन्ने बित्तिकै मेरो स्वरको पनि भ्याल्यु हुनु पर्यो नि त एउटा यो चाहिँ अलि एटिट्युड जस्तो भयो तर ठिक छ आई हेभ लट्स अफ एटिट्युड बिना एटिट्युडको मान्छे चाहिँ मै हो म गीत पनि गाइदिन्छु तपाईँहरूको लागि गाउ सुरिलो छ गाउ
परेर हो मुखमा नहार ऊ जितेर गई या हरेर गई नतिजा आफैसँग सम्हालेर गई आलाप पनि ऊ जितेर आलाप देऊ कस्तो गाह्रो छ त गाह्रो साथीहरू गाह्रो छ सिङ्गर पनि हो म भ्लगर पनि हो सब हो है अब त्यही हो अब अरू त भन्नु केही छैन जे होस् राम्रै भयो मोबाइलहरू लिए अब कसैलाई चाहिएछ भने है टक्क डिस्प्ले गएको छ अलिकति तर पनि ठिक छ के अरे गिभ अवे राखिदिन्छु मन भने कसैले गड प्रमिस दिँदैन है यसले त्यतिकै म चलाउँछु भनेर पनि तिमीलाई पनि किन चलाउनु पर्यो भनेर त्यत्रोसम्मको अवकाश चाहिँ भएको छैन मेरो किनभने अलिकति गाह्रै छ त्यो दिन पनि आउँछ अब त्यही त हो नि अब भिडियोहरू आउँछ जस अलिकति ग्याप चाहिँ हुन्छ होला तर म भिडियोहरू लगभग हाल्छु नै किनभने अब त्यही त हो नि अब एउटा हुँदो रहेछ क्या किन के भयो किन हाँस्यो त नेताश्री बोलेको छ क्या पुरै किनभने नाक पारेर गाह्रो हुँदो रहेछ क्या साथीहरू यत्तिकै भाडा हानेछ आएको छ होइन केही गर्नु सकेको छैन टाइपको हुने क्या त्यो मनमा कतै न कतै चाहिँ हुने क्या किन मैले भ्लग बनाइरहेको छैन वाइ जस्तो क्वेसन हुने क्या अब भ्लग बनायो भने चाहिँ आफ्नो जोन भनौँ न त्यस्तो लाग्दो रहेछ अब कोलाई के लाग्छ मलाई चाहिँ यस्तै लाग्यो है आफ्नो कर्म हो कि यस्तो लाग्यो मलाई अब के अरे भ्लगरबाट तिम्रो प्रोफेसनललाई दर्जाइदिउँ डिस हुन्न नि भ्लगरबाट अब एकदमै राम्रो बोयफ्रेन्डबाट एकदमै फ्यामिली पर्सनबाट आजबाट भर्खर तिमी के अरे के गरिरहेको थियो मोटिभेसनल स्पिकर पनि भए अब जे पनि भरि बढाउँछ ट्यालेन्ट त्यही त हो नि साथीहरू अब चाहिँ म भिडियो यतैतिर सकाइदिन्छु होला किनभने मेरो 16 प्रो म्याक्स थाक्नु भएको छ भिडियो खिच्दा है त्यही भएर चाहिँ त्यही हो अब फर्स्ट टाइम किनेको भनेर पाखे सोच्नु भयो होला हो म पाखे हो के गर्नु फर्स्ट टाइमै चलायो होइन के हुनु पहिला चलाएको थिएन 11 थियो अहिले 16 प्रो म्याक्स त्यही भएर मेरो 16 प्रो म्याक्स थाक्यो होला डिजाई माइक पनि थाकिसक्यो जस्तो लागिरहेको छ मलाई अनि त्यही हो अब कति त्यही हो भन्नु अब सबै केटाहरूलाई सम्झाएको छु माया छ साथीहरू के गर्छ कसो गरेछ केही पनि थाहा छैन मेरो भिडियो हेर्दा मलाई थाहा छ तर पनि सम्झाएको छु भिडियो मार्फत केटाहरूलाई अघि केटाहरूसँग पनि भेटाएको थियो खाजासाजा खाएर टक्क काममा गयो म चाहिँ आज काममा छुट्टी लिँदै के 16 प्रो म्याक्स किनाइदिने काममा जानु भनेर छुट्टी नलिदिएको छुट्टी लिइदिएको अनि त्यही भएर लेभल अप भइसक्यो त नि गाह्रो छ त त्यही भएर चाहिँ हो अब यो भिडियो म यतैतिर सकाइदिन्छु भन्दै केही भन्नु छ तिमीलाई लास्टमा मलाई केही पनि भन्नु छैन केही भन्नु छैन भनेपछि त्यही हो अब भिडियो पोडकास्ट चाँडै आउँछ मैले भनिसकेँ अब चाहिँ म भिडियो सकाइदिन्छु त्यही हो हस् त सबैलाई बाई बाई तातो भएर बस्नु होला अहिले चिसो छ एकदमै किनभने अस्ति म पनि 1 हप्ता थलो पाएको थिएँ दुवैजना नै मोटु र म नै त्यही भएर तपाईँहरूले आफ्नो ख्याल गर्नु होला अनि त्यही हो अब चाँडै भेट्नेछौँ भन्दै हस् त बाई बाई 16 प्रो म्याक्सबाट एउटा टिकटक अपलोड गरेर टिकटक पनि पुस गर्नु छ मलाई भन्नै बिर्सेछ त यो कुरा त टिकटक पुस गर्नु छ मेरो टिकटकमा नयाँ टिकटक खोलेको छु मैले पैसा कमाउँछु भनेर साउथ कोरियाको अकाउन्टबाट नयाँ टिकटक अकाउन्ट नाम मिस्टर गोले छ सबैले फलो गरिदिनु होला त्यहाँतिर नै म भिडियो ड्याङ हालिरहेको हुन्छु भन्दै फलोवर्स चाहिँ त्यही 3 लाख जति छ पछाडिको 5 हटाएर त्यही भन्दै हस् त जय देश जय नेपाल बाई बाई 16 प्रो म्याक्स